र पछिल्लो समयमा चाहिँ एकदमै नेपालबाट फेक डकुमेन्ट बनाएर आउने, डुप्लिकेट ब्याचलरको सर्टिफिकेट बनाएर जापानमा वर्किङमा आउनेहरूको सङ्ख्या बढिरहेको छ। गिरोह भनौँ न, यो गिरोह नै हो। हजुर, यो गिरोह नै हो। मेन हजुर। भनेको 15 लाख, 20 लाख, 17 लाख लिएर हजुर। डुप्लिकेट डकुमेन्ट बनाउन लाएर त्यो त अहिले पर्ने हो दलाल भन्नु चाहिँ। त्यस्ता दलालहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? त्यस्तो मान्छेहरू मेरो ठाउँमा रेणु दाहालले अहिले गरेको विकास हेर्दाखेरि केन्द्र काङ्ग्रेस एमाले तलका अब जुनसुकै नयाँ पार्टीहरू के गर्दा चाहिँ आफैले राम्रो कम्पनी खोजेर जान सकिन्छ भन्ने बुझाइ छ। कन्सल्टेन्सीले पढाउँदाखेरि तिमीले वहाँ गएर महिनाको 3 लाख कमाउँछौ, तिमीले 1 लाख यहाँको पढाइ फी तिर्न के गाह्रो हो भनेर भनेको थियो। चितवनको तुलनामा अहिले पछिल्लो समय काठमाडौँमा बालेन्द्र शाहले गरेको विकास चाहिँ के तपाईँलाई भन्न चाहँदैछु? रातिमा निन्द्रा कहिले नि भएन। हजुर। सबैलाई नमस्ते। जापानको टोकियोबाट म कल्पेश आज पनि तपाईँहरूको माझमा एक फरक भिडियो ल्याएर आउने प्रयास गरेको छु। हाम्रो भिडियो के कस्तो लाग्छ, भिडियो मन परेमा भिडियोलाई अन्तिमसम्म हेरेर कमेन्ट मार्फत सुझाव सल्लाह र प्रतिक्रिया पनि दिन नबिर्सनुहोला। आज चाहिँ जापानमा लामो समय बस्दै आउनुभएको एकजना नेपाली युवा जो चाहिँ विद्यार्थी भिजामा आएर जापानमा के कति सङ्घर्ष गरे, के कस्ता चुनौतीहरूको सामना गरे भन्ने विषयमा कुराकानी गर्नेछौँ। र साथै पछिल्लो समय नेपालबाट डुप्लिकेट सर्टिफिकेट बनाएर, डुप्लिकेट डकुमेन्ट बनाएर जापानमा आउनेहरूको सङ्ख्या एकदमै बढिरहेको छ। यो विषयमा पनि कुराकानी गर्नेछौँ। सर्वप्रथम उहाँलाई मैले हाम्रो भिडियोमा स्वागत गर्न चाहे। सर, तपाईँलाई स्वागत छ हाम्रो भिडियोमा। हजुर नमस्कार। यहाँको परिचयबाट जाउँ न। मेरो नाम सुजन पाठक, मेरो घर चाहिँ नेपाल चितवन। हजुर हजुर। म चाहिँ सर्वप्रथम तपाईँ जापान चाहिँ कहिले आउनुभयो र कुन भिजामा आउनुभयो? म चाहिँ स्टुडेन्ट भिजामा आएको 2018 को 4 को महिनामा स्टुडेन्ट भिजामा नेपालबाट जापान आएँ। हजुर हजुर। त्यसपछि 2 वर्ष मैले निहुङ्गो गएको भाषा स्कुल भन्छ यहाँको लागि। 2 वर्ष भाषा स्कुल सकिसकेपछि अनि तपाईँले चाहिँ त्यसपछि चाहिँ के फर्दर स्टडी सेन्मन जानुभयो या दाइगाको पढ्नुभयो? नेपालमा दाइगाको नभएकोले गर्दाखेरि यहाँ चाहिँ वर्किङ गर्नलाई अलरेडी डिप्लोमा गर्न भनेर सेन्मन जानै पर्ने हुन्छ। हजुर। त्यसपछि प्लस 2 वर्ष सेन्मन गएर हजुर त्यसपछि वर्किङको लागि प्रोसेसहरू मैले। अनि तपाईँ जापानमा आएर फर्स्ट जब चाहिँ तपाईँको के थियो? फर्स्ट आरुबाइतोको हिसाबमा चाहिँ तपाईँले के गर्नुभएको थियो जापानमा? फर्स्टमा सुरुमा चाहिँ आउने बित्तिकै 1 महिना पछाडि मैले आरुबाइतो गर्न स्टार्ट गरेको हो। 7-11 गर्थेँ। त्यसपछि चाहिँ 7-11 हल्का भाषा अलिकति जान्ने भइसकेपछि नजिकै एउटा जापानको खाना कम्पनी ओबेन्तो भन्छ यहाँ, ओबेन्टोको कम्पनीमा चाहिँ सेवाई गरिदिने अब दिदीहरू दाईहरू भएर अनि त्यहाँ सेवाई गरिदिनु भएर रेगुलर 4 वर्ष मैले त्यो ओबेन्टोमा काम गरेँ गाक्से जीवनमा आरुबाइतो चाहिँ। अनि जब तपाईँ फर्स्टचोटि आउनुभयो नि जापानमा, तपाईँलाई चाहिँ काम कसले अरूले कसैको आफूभन्दा सिनियरहरूको या कलेजहरूले लगाइदिएको, गएकोले लगाइदिएको थियो या आफूले नै काम खोजेर जानुभएको थियो? गएकोले पनि काम चाहिँ लगाइदिएको थियो, तर 1 विकमा 5 डे जानुपर्ने रेगुलर 4 आवर्स भन्दा नहुने। त्यतिले गर्दाखेरि चाहिँ एकदम अब यहाँनिर बस्नलाई पनि नपुग्ने हुनाले चाहिँ अलिक टाढा पनि थियो गएकोबाट। हजुर। अनि गएकोले चाहिँ मेरै अब आफ्नै सिन्सेकी भनेको यहाँको चाहिँ अब मेरो आफन्त जस्तो हुनुहुन्छ, उहाँले खोजिदिनु भएको छ त्यहाँ गर्दिनँ भनेर गएकोमा लेटर बुझाएर अनि त्यसपछि गएकोले खोजिदिएको काम चाहिँ छोडेर अनि आफैले। अनि तपाईँले जापानमा चाहिँ कति वर्ष चाहिँ विद्यार्थी जीवन बिताउनु भयो? 2 वर्ष जापानिज भाषा र 2 वर्ष सेन्मन बिताउनु भयो। 4 वर्ष जापानिज भाषा। अनि अहिले चाहिँ तपाईँ जापानको जापानिज कम्पनीमा काम गर्दै हुनुहुन्छ या केही आफ्नो व्यापार बिजनेस गर्दै हुनुहुन्छ? अहिले चाहिँ के गर्दै हुनुहुन्छ हाल चाहिँ म 3 वर्ष अगाडि वर्किङ गरेर अहिले जापानको एउटा इलेक्ट्रिक इन्जिनियरिङ खाइसे कम्पनी त्यसमा चाहिँ अब अहिले रेगुलरली तेस्रो वर्षमा काम गर्दैछु। फुल टाइम वर्कर हो अहिले चाहिँ तपाईँ वर्किङ गरेर 3 वर्ष लगातार एउटै कम्पनीमा कार्यरत हुनुहुन्छ। अनि पहिलेको विद्यार्थी जीवनको तुलनामा अहिले चाहिँ तपाईँ वर्किङ गरिसकेको 3 वर्षको अवधि चाहिँ के चाहिँ अन्तर पाउनुभयो, के चाहिँ फरक पाउनुभयो? विद्यार्थी जीवनको र अहिलेको यो वर्किङ गरिसकेको अवस्थालाई एकदम अब तुलना गरेर हेर्ने हो भने त अब भन्नै सकिन्न त्यो बेलाको अवस्थाको। त्यो बेलामा चाहिँ मैले लगभग 1 वर्ष जति चाहिँ लगभग रातिमा निन्द्रा कहिले नि भएन फुल टाइम स्टुडेन्टको बेलामा चाहिँ। अनि त्यसपछि चाहिँ 1 वर्षपछि चाहिँ अब आफ्नो पढाइ माथि नजाने भयो, यहाँ भाषा भएन भने पछि वर्किङ गर्न गाह्रो हुन्छ भन्ने हिसाबले 1 वर्ष त्यो सधैँको रातिको काम चाहिँ छोडेर अनि डेमै काम गर्ने विचार गरेर छोडेको हो। त्यो बेलामा चाहिँ एकदम धेरै अब खाना बिहान उठेर डाइरेक्ट यहाँको स्कुल जानुपर्ने हुन्थ्यो। रातिको काम भ्यायो त्यतैबाट अनि अब यहाँ चाहिँ धारा चाहिँ जहाँ पनि हुन्थ्यो र बाहिरबाटै मुख धोएर जान पाइन्थ्यो। त्यतैबाट
स्कुल जाने अनि भाषा स्कुल जाने गरी जुन अब तपाईँ 2000 कतिमा आउनुभएको थियो जापान? 2018 मा 18मा। पहिलेको तुलनामा चाहिँ अहिले नेपालबाट विद्यार्थी भिसामा आउनेहरूको सङ्ख्या एकदमै बढिरहेको छ, तपाईँले पनि देख्नु भएको छ। अनि नेपालबाट विद्यार्थी भिसामा आउने भाइहरूका लागि चाहिँ तपाईँले भाइ बहिनी जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ केही सन्देश छ र यस्तो प्रिपरेसन गरेर आउँदा चाहिँ जापानमा सेटल हुन सकिन्छ है, यस्तो प्रिपरेसन भएर आउँदा चाहिँ जापानमा केही बेटर गर्न सकिन्छ है भन्ने केही जापानबाट केही सुझाव सन्देश छ र? सुझाव सन्देश मैले धेरै 2-3टा मेरो साथीहरू सँगै पढेको साथीहरूले पनि नेपालमा कन्सल्टेन्सी खोलेर बसेको थियो। हजुर मान्छे पठाउनको लागि चाहिँ उनीहरूले अब केही सल्लाह चाहियो भने नि मसँग यहाँ गर्ने गर्थ्यो। हजुर अनि मैले चाहिँ कन्सल्टेन्सी भए अनुसारले उनीहरूले अब त्यहाँको जे होस् भाइ बहिनीहरूलाई नै यहाँ पठाउने हो दुःख गर्न भनेर ऊ चाहिँ मेरो साथी भए हिसाबले मैले राम्रैसँग साथीलाई तिमी यस्तो समस्या नगर, हामीलाई चाहिँ कन्सल्टेन्सीले पढाउँदाखेरि तिमीले वहाँ गएर महिनाको 3 लाख कमाउँछौ, तिमीले 1 लाख यहाँको पढाइ फी तिर्न के गाह्रो हो भनेर भनेको थियो। यहाँ आउँदा मैले यस्तो देख्न पाएँ, तिमीहरूले नि पहिला यहाँ गएर कमाउँथ्यौ भन्ने कुरा सोच्नुभन्दा नि पहिला भाषा राम्रो बनाएर पठाऊ भनेर चाहिँ मैले नेपालमा भएको 2-3वटा कन्सल्टेन्सीमा मेरो साथी भए अनुसारले सल्लाह दिएर अनि यतिको भाषा लेभल नबनाएदेखि यहाँ आउँदाखेरि 4 महिना 6 महिना अब सेवाई गरिदिने मान्छे भएन भने 1 वर्षसम्म पनि आरुबाई त पाउन गाह्रो हुन्छ भनेर सल्लाह चाहिँ मैले सबैलाई दिइरहेको छु, अहिले पनि दिन्छु। अनि अहिले चाहिँ विद्यार्थी भिसामा आउनेको सङ्ख्या एकदमै जापानमा पनि नेपालीहरूको सङ्ख्या अत्याधिक बढिरहेको छ। विद्यार्थी भिसामा मात्र नभएर अनेक भिसामा अहिले चाहिँ विश्वको नै जापानमा सङ्ख्याको आधारमा त नेपाल 5औं स्थानमा छ, नेपालीहरूको सङ्ख्या त्यति बढिसकेको छ। अनि जापानमा जो जति हुनुहुन्छ नि, अब जस्तै अहिले कोही जापानिज भाषा स्कुल पढिराख्नु भएको छ, कोही सेर्मन पढिराख्नु भएको छ, कोही दाइगाको पढिराख्नु भएको छ होला, उहाँहरूले चाहिँ वर्किङ गर्न चाहिँ अहिले एकदमै पछिल्लो समयमा जापानमा सेवकाई गरिदिने भनेर एकदमै ठुलो रकम लिएर सेवकाई गरिदिने भनेर विभिन्न जुन चाहिँ हाकिम खाइसियाहरू पनि खोलेका छन्। के गर्दाखेरि चाहिँ आफैले कम्पनी खोज्न सकिन्छ, के गर्दा चाहिँ आफैले राम्रो कम्पनी खोजेर जान सकिन्छ भन्ने बुझाइ छ तपाईँको? के चाहिँ विद्यार्थीले चाहिँ यो गर्यो भने चाहिँ आफ्नै बलले आफूले राम्रो कम्पनीमा जान सकिन्छ भनेर केही अनुभव गर्नुभएको छ तपाईँले बुझेको आधारमा चाहिँ? बुझेको आधारमा भन्नुपर्दा चाहिँ मैले पनि आफैले खोजेर नै गरेको कम्पनी हो सुरुमा चाहिँ। त्यो कम्पनीले चाहिँ मलाई अब स्टाफ चाहिँदैन अर्को कम्पनी खोज भनिसकेपछि 1 महिनामा नखोज्दाखेरि मेरो पाएको भिजा क्यान्सल हुने सम्भावना भनेर इमिग्रेसनले भन्यो। त्यसपछि चाहिँ मैले अरू मान्छेलाई रिक्वेस्ट गरेर मेरो यस्तो समस्या छ भन्दाखेरि मैले आफूले अरू मार्फत सेवकाई गरेर अहिले गर्दै गरेको कम्पनी चाहिँ त्यस्तो हो। हजुर हजुर। अरूको लागि भन्नुपर्दा चाहिँ सर्वप्रथम 1 नम्बरमा चाहिँ यहाँको भाषा पर्छ। हजुर। भाषा चाहिँ न्युङ्गो गएको सेन्मन गएको पढ्दाखेरि सकेसम्म यानसान भन्छ, यानसान लेभलको पास गऱ्यो भने सियोर वर्किङ गर्नलाई अलिकति सहज हुन्छ। त्यसमा पनि म प्लस पोइन्ट गर्छु, यान 2 लेभलसम्म गयो भने आफूले जस्तो खाइसकेमा पनि सेचुमै खाइ भन्छ। अब यहाँ कम्पनीहरू बुझ्न जाँदा अथवा गएकोमा पनि आउँछ कम्पनीहरू, मेरोमा यस्तो काम छ यस्तो भाषा भयो भने राख्ने भनेर। अनि त्यसको लागि चाहिँ यान 2 लेभलसम्मको भाषा पास गर्न बनाउनु सक्यो भने त्यो स्टुडेन्टले चाहिँ अब जिन्जाय हाकेललाई अब कति यहाँको 2 लाख 3 लाख पैसा खुवाएर काम गर्नु पर्ने हुन्छ, त्यस्तो चाहिँ अलिक कम हुँदै जान्छ भन्ने चाहिँ मेरो। अनि अहिले चाहिँ पछिल्लो समयमा चाहिँ अब नेपालबाट डाइरेक्ट वर्किङमा ल्याउने आउनेहरूको सङ्ख्या पनि बढिरहेको छ। अनि वर्किङमा जो चाहिँ अब नेपालमा नै ब्याचलर पासहरू हुन्छ उहाँहरूको लागि त यो समस्या केही नै भएन। र पछिल्लो समयमा चाहिँ एकदमै नेपालबाट फेक डकुमेन्ट बनाएर आउने, डुप्लिकेट ब्याचलरको सर्टिफिकेट बनाएर जापानमा वर्किङमा आउनेहरूको सङ्ख्या बढिरहेको छ। यस्तो समस्यालाई चाहिँ कसरी लिनुभएको छ र यस्तो समस्याले चाहिँ भविष्यमा निम्त्याउन सक्ने समस्यालाई चाहिँ कसरी हेर्नु भएको छ तपाईँले? यस्तो समस्यालाई चाहिँ विस्तृत रूपमा बुझ्दाखेरि चाहिँ यसमा चाहिँ दुईतर्फी नै यसमा एकदम अब गिरोह भनौँ न, यो गिरोह नै हो, यो गिरोह नै हो। मेन भनेको 15 लाख 20 लाख 17 लाख लिएर डुप्लिकेट डकुमेन्ट बनाउन लाएर त्यो त अहिले नेपाली युवाहरूलाई बेचिरहेको भनौँ न। उनीहरूसँग क्वालिफिकेसन भनेको केही नै छैन, 15-20 लाख लिने, नक्कली डकुमेन्ट बनाइदिने र नक्कली डकुमेन्ट लगेर उनीहरूको लाइफ फेरि जापानमा सेट हुन्छ या हुँदैन त्यो पनि उनीहरूले 100% गरेका हुँदैनन्। अब नेक्स्ट टाइम तपाईँको भिजा आउँछ आउँदैन त्यो पनि 1 वर्षको भिजाका लागि 15-20 लाख खिलाएर आउने युवाहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? र यस्तो डकुमेन्ट बनाएर नेपाली युवा जनशक्तिलाई विदेशमा बेच्ने, मैले त युज गर्न नपर्ने हो दलाल भन्न चाहिँ, त्यस्ता दलालहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? यस्तो मान्छेहरूले चाहिँ खासमा यो
शैक्षिक स्तर नभएको मान्छेलाई डकुमेन्ट फेक बनाएर सुरुमा विदेशमा पठाउनु चाहिँ गल्ती हो भनेर उनीहरूले चाहिँ बुझ्नु पर्यो। हजुर मेन भनेको त्यो उनीहरूले नबुझिकन अब हामी राजनीतिक स्तरमा पनि शैक्षिक स्तरमा पनि माथि छौँ। हजुर हजुर हामीले तल्लो स्तरको मान्छेलाई जे गरेर पनि हामीले उनीहरूलाई पैसा लिएर बेच्न सक्छौँ भन्ने हिसाब चाहिँ उनीहरूमा त्यो हुन भएन। पछि उनीहरूको छोराछोरी अथवा आफन्त पर्ने पनि त्यसमा पर्न सक्छन् भन्ने कुरा त्यो राजनीतिक स्तरमा माथिल्लो लेभलको कार्यकर्ताले नि बुझ्नु पर्यो। शैक्षिक स्तर मेन भनेको राजनीतिक माथिल्लो तह र शैक्षिकको माथिल्लो तहको मिलेमहत्त्वमा नै यो फेक डकुमेन्ट बनाउने काम हुन्छ। यस्तो स्तरमा चाहिँ यो फेक डकुमेन्ट चाहिँ अब तलदेखि नै सर्वसाधारणले नै यसरी फेक डकुमेन्ट बन्द रहेछ, यो मान्छे मार्फत बन्द रहेछ भनेर चाहिँ थाहा पाएर त्यसलाई चाहिँ कानुनी प्रक्रियामा लगेर हुन्छ कि यसरी फेक डकुमेन्ट बन्द रहेछ, हाम्रो सर्टिफिकेट विदेशमा बेच्नको लागि यसरी पैसा तिरेर बनाइँदो रहेछ भन्ने कुरा चाहिँ कानुनी रूपमा कानुनले गरेको छ कि अब राजनीतिक स्तरबाट भएको छ कि शैक्षिक स्तरबाट भएको छ। यो 3 स्तर हो मेन भनेको देशको। त्यसपछि चौथो स्तर भनेको त अब यो पत्रकारिताले त अब त्यसमा अब कसरी भएको छ बुझ्न मात्रै जाने भएको भएर त्यो चाहिँ अब उनीहरूले अब त्यसमा अब यस्तो कारणले भएको रहेछ भनेर कसैले सुझाव सल्लाहको लागि बोलायो भने जाने काम भएकोले यो राजनीतिक शैक्षिक र प्रशासनिक यो 3टा स्तरले चाहिँ एकदम त्यसमा चाहिँ गहन भूमिका निभाएर आफ्नो देशको नागरिकलाई त्यसरी पैसामा घर जग्गै धितो राखेर 20 लाख 25 लाख लिएर डकुमेन्ट डुप्लिकेट यस्तो देशहरूमा नि अहिले यस्तै डुप्लिकेट डकुमेन्टमा अथवा 2 लाख लाग्ने ठाउँमा 10 लाख 15 लाख लाग्छ भनेर अनि पछिल्लो समय जापानमा चाहिँ जुन विद्यार्थी भिसामा कतिलो उमेरका भाइ बहिनीहरू आउनुहुन्छ उनीहरू विभिन्न किसिमका हरासमेन्टमा पर्ने सेक्सुअल हरासमेन्ट बहिनीहरू सेक्सुअल हरासमेन्टमा पर्ने यस्ता केसहरू बढिरहेका छन्। नेपाली भएर पनि आफूले काम लगाइदिने विभिन्न प्रलोभन पारेर फसाइरहेका केसहरू पनि एकदमै सुनिँदै आएका छन्। यस्तो केसबाट बच्नको लागि चाहिँ के भन्न चाहनुहुन्छ, के कुरामा चाहिँ प्रिपेरेसन भयो भने चाहिँ तपाईहरु यस्ता हरासमेन्टबाट चाहिँ बच्न सक्नुहुन्छ भन्ने चाहिँ तपाईको विचारमा चाहिँ के भन्न चाहनुहुन्छ? यसमा सर्वप्रथम चाहिँ अब त्यस्ता केसहरुमा अब म आफै त परिन। एक दुई जना चाहिँ मेरो गाउँको बहिनीहरु आउँदा पनि मैले चाहिँ यसरी काम खोज्दाखेरि यसरी काम खोज्न सकिन्छ, त्यहाँ हाकिन खाइसेहरु हुन्छ तिनीहरुलाई चाहिँ आरुबाइतोको लागि म भर्खर यहाँको स्टुडेन्ट भने काम लगाइदिन सक्छन् भन्दाखेरि उहाँ त्यो नेपाली दाइ नै हुँदो रहेछ एकजना। पहिला तिम्रो फोटो पठाऊ भन्नु भएछ, त्यस्तो गर्नु हुँदो रहेछ। त्यस्तोहरुमा चाहिँ अब त्यो अहिले एसएनएस चलाउने फेसबुकहरु चलाउने त्यसमा चाहिँ यहाँनिर आरुबाइतो पाइन्छ हेनकेस पाइन्छ भनेर आउँछ। त्यस्तोहरु चाहिँ राम्रोसँग बुझेर अथवा आफूले फोन गर्दाखेरि बोल्न सकेन भने नि अलि जानेकोहरुलाई बोल्न लगाएर गराउँदाखेरि चाहिँ त्यस्तो हरासमेन्टमा चाहिँ पर्न कम हुन्छ कि जस्तो लाग्छ मलाई चाहिँ। अनि चाहिँ जुन विद्यार्थी भिसामा आएका छन् नि भाइ बहिनीहरुले अब पछिल्लो समयमा काम नपाएर पार्ट टाइम जबहरु नपाएको भन्नेको गुनासो एकदमै आइरहेको छ। उनीहरुले चाहिँ पार्ट टाइम जब गर्नको लागि चाहिँ के कसरी खोज्ने, तपाईले बुझेको अनुभवको आधारमा चाहिँ काम कसरी खोज्न सकिन्छ जापानमा आरुबाइतो, यो कुरा बताइदिनुस् न। आरुबाइतो खोज्नको लागि चाहिँ सबभन्दा सुरुमा अब यहाँको भाषा नभइकन खोज्न सकिँदैन। भाषा बनाइसकेपछि त्यसपछि उनीहरुसँग कामको अब पसलको अब हुन्छ एउटा तेन्चो हुन्छ अथवा त्यहाँनिर फोन उठाउने कुनै व्यक्ति हुन्छ, उसलाई फोन गर्दाखेरि उसले फोनमा डाइरेक्ट अब उसँग गर्न सक्ने कुराकानीहरुमा चाहिँ एकदम पर्फेक्ट यतिको बोल्न सक्ने मान्छेले काम गर्छ है, मेरोमा काम गर्छ त्यसैले त्यसलाई मैले राख्छु भन्ने तर्फ बनाउन सक्ने आका भाइ बहिनीहरुले चाहिँ डाइरेक्टली कन्ट्याक्ट गरेर उसँग बोल्दाखेरि यतिसम्मको भाषा उसले राख्न सक्छ भन्ने चाहिँ मेरो मेन कुरा चाहिँ भाषामा फोकस गर्नुभयो। अनि अर्को कुरा थप्न चाहे, अब सबै कुरा जापान थियो, अब मैले तपाईलाई नेपालतर्फ लान चाहे। नेपालमा चाहिँ अहिले नेपाली युवा जनशक्तिहरू वर्षेनी लाखौंको संख्यामा विदेशिन बाध्य भएका छन्। अनि यो चाहिँ के चाहिँ कारणले नेपाली युवा जनशक्तिहरू विदेशमा आएर आफ्नो रगत पसिना बगाइरहेका छन् जस्तो लाग्छ? यसको चाहिँ मूल कारण चाहिँ के हो जस्तो लाग्छ? मूल कारण चाहिँ शैक्षिक स्तर त अहिले अब विश्वको तुलनामा हेर्ने हो भने राम्रो नै देखिन्छ। शैक्षिक स्तर त राम्रै हो, त्यसमा रोजगारी शैक्षिक स्तर राम्रो भए पनि रोजगारीको लागि चाहिँ अब मास्टर गर्नेले पनि डिग्री गर्नेले पनि त्यहाँनिर एउटै लेभलको रोजगारी पाउन सकेन, पढ्दै नपर्नेले पनि रोजगारी पाउन सकेन। पढ्दै नपर्नेले पाए भने 2000 महिनाको 5000 खान्थ्यो भने मास्टर बन्नेको 50000 60000 भयो। त्यस्तो लेभल भएर पनि तुलनात्मक रूपमा अब एउटै लेभलको हुन सकेन। जापानलाई हेर्ने हो भने पढ्नेले र नपढ्नेले एउटै काम गरे भने लगभग उनीहरूको अब
एक्स्ट्रा खर्चहरू त बढी देला सरकारले, उनीहरूको मेन स्यालेरी भनेको बराबर दिएर त्यसपछि अनि मान्छेहरूलाई सम्पूर्णलाई खुसी पारेर सबै जनतालाई अब उनीहरू जनतामा झगडा नहोस्, तेरो तलब धेरै छ तैँले गर भन्ने वातावरण नबनोस्, अथवा मैले भन्दा तैँले धेरै पाएको छस् तैँले गर्नुपर्छ भन्ने नबनोस् भनेर गरेको छ जापान सरकारले। त्यस्तो भइदियो भने आर्थिक स्तरमा अलिकति सुध्रियो भने र त्यसपछि राजनीतिक स्तरमा पनि सुध्रियो भने चाहिँ अलिकति अन्तिम रोजगारीको अवसर चाहिँ खुल्छ कि जस्तो लाग्छ। अनि तपाईँ चाहिँ अब नेपालमा गणतन्त्र आइसकेपछि थुप्रै नेपाल सरकारहरू पनि किन चाहिँ कुनै पनि सरकारले देशमा रोजगारी सिर्जनाका लागि कुनै पनि राम्रो कदमहरू चाल्न नसकेको, राम्रो कामहरू गर्न नसकेको देखिएको छ। तपाईँको नजरमा चाहिँ अब यो मान्छे चाहिँ नेपाल सरकारमा आए, यो मान्छे चाहिँ नेपाल सरकारको प्रधानमन्त्री भयो भने चाहिँ देशको बन्न सक्छ, देशमा नै स्वरोजगार कायम हुन सक्छ भन्ने तपाईँको नजरमा चाहिँ कोही नेपालको नेता छ र? त्यस्तो नजरमा त अब जो नेता भयो नि उसले एउटा राम्रो काम गर्ने बित्तिकै ओहो फलानाले राम्रो गर्यो है, यसले फलाना ठाउँमा, जस्तै मेरो तर्फमा भन्नुपर्दा अब म नेकपा माओवादीको पक्ष लाएर बोलेको होइन, मेरो ठाउँमा रेणु दाहालले अहिले गरेको विकास हेर्दाखेरि त्यहाँनिर काङ्ग्रेस एमाले तलका अब जुनसुकै नयाँ पार्टीहरू छन् तिनीहरू एकदम छक्क पर्ने काम गरे, राम्रो गर्नेलाई जुन पार्टीको भयो नि राम्रो गरे भन्ने हो। किन तपाईँ चितवनको भएको कारणले रेणु दाहालले चितवनमा होइन, चितवनमा उसले विकास गरेको देखेर भनेको हो। हजुर, बाहिर त्यही नै किन चितवनको तुलनामा अहिले पछिल्लो समय काठमाडौँमा बालेन्द्र शाहले गरेको विकास चाहिँ के तपाईँलाई भन्न चाहदैछु? हजुर, काठमाडौँमा नि भन्यो स्वतन्त्रबाट गएको अब बालेन्द्र शाहले पनि, धरानमा हरक साम्पाङले, धनगढीमा गोपाल हमालले गरेको काम चाहिँ तपाईँले रेणु दाहालको तुलनामा चाहिँ के कम देख्नुभयो र कुन चाहिँ कारणले रूपमा भन्न चिरफार गर्न पर्दा चाहिँ फलानाले त्यहाँ गर्यो, हर्कस्याङपाङले धरानमा गर्नुभयो, बालेनले काठमाडौँमा गर्नुभयो, यो तीनटा पार्टी फरक हो तर तीनटैले राम्रो काम गर्नुभयो, यो पार्टी ऊ पार्टी भन्ने। तर देश विकासमा र युवाहरूलाई रोजगार विदेशमा अब विदेशीमा पसिना बगाउन जान कम गर्नलाई चाहिँ कुन चाहिँ सरकारले, कुन नेताले, अब सरकारमा कुन चाहिँ मान्छे आउँछ एकदम अब आर्थिक स्तरमा पनि पावरफुल, अब त्यसपछि अब जुनसुकै स्तरमा पनि शैक्षिक स्तरमा पनि सबै कुराहरूमा मेरो देशको जनताले विदेशमा गएर यतिको दुःख गरेका छन्, आफ्नो देशमा यस्तो दुःख गरेको छ। अनि अन्तिममा चाहिँ मैले तपाईँलाई जोड्न चाहे अब नेपाली युवाहरूलाई चाहिँ तपाईँ जापानबाट चाहिँ के सन्देश दिन चाहनुहुन्छ? अब यस विषयमा नेपालमा खासमा भन्नु पर्दा त लगभग कति 15% 20% युवाहरू त अहिले पार्टीको जुन पार्टीले आज फलाना ठाउँमा कार्यक्रम छ यहाँनिर चाहिँ कार्यक्रम सँगसँगै खानापिना नि हुन्छ है भन्ने बित्तिकै ओहो फलाना ठाउँमा त हामी जाने बित्तिकै अब त्यहाँ एकछिन कार्यक्रम हेर्ने, खाना गर्न व्यवस्था त्यहीँ भइहाल्छ भन्ने तरिकाको नि कतिपय देखेँ। त्यो त नभएर आज एमालेको कार्यक्रम हो, आज नजाम भोलि हाम्रो उता छुट्टै काङ्ग्रेसको हुन्छ अथवा एमालेको हुन्छ भन्ने कार्यकर्ताहरू नि धेरै देखेँ। अनि राम्रोलाई चाहिँ आज एमालेकोमा गएकोलाई देख्यो भने, एमालेकोमा लागेको अब युवाहरूलाई देख्यो भने भोलि त्यो अर्को कुनै पार्टीले तिमीहरू किन त्यता गएको, तिमीहरूलाई म यसो आर्थिक खर्च हेरौँला, घर परिवार तिमीहरूको घर परिवारमा केही समस्या पऱ्यो भने तेल चामल हेरौँला भनेर पनि अलिकति उचाल्ने प्रवृत्ति छ। त्यहाँभन्दा माथि चाहिँ अब त्यस्तै लेभलको हामी अब समयको अन्तिम घडीमा आइसकेका छौँ। जापान जस्तो क्षेत्रमा पनि उहाँले हामीलाई आफ्नो अमूल्य समय प्रदान गरेर हामीसँग कुराकानी गरिदिनु भयो, यसको लागि तपाईँलाई धन्यवाद दिन चाहन्छु। जापानमा तपाईँको जीवन सुखमय रहोस् र प्रगति गर्दै जानुहोला, शुभकामना छ। अनि तपाईँहरूलाई पनि हाम्रो भिडियो के कस्तो लाग्छ, यदि भिडियो मन परेमा भिडियोलाई अन्तिमसम्म हेरेर सुझाव सल्लाह भनी चाहिँ कमेन्ट मार्फत दिन नबिर्सनुहोला भन्दै आजलाई भने हामी छुटिन चाहन्छौँ। अर्को भिडियो ल्याएर तपाईँहरूको माझ फेरि आउनेछौँ। अहिलेलाई भने छुट्टिन्छौँ। हस्त नमस्ते। नमस्कार, धन्यवाद।